300 रुपियाँको कोठामा बस्थ्यो त्यो सुन्दारामा होइन के अरे एकदमै सस्तो कुराहरू खान्थ्यौँ हामीले त्यति बेला लाइफ एकदमै सिम्पल थियो होइन अब उसको बाइक थियो एउटा पल्सर बाइक हो कुनै बाइक थियो त्यो पल्सर बाइक जहिले पनि ढालेर राख्नु पर्थ्यो कि किनभने स्ट्यान्डै थिएन कि त्यहाँ स्ट्यान्डै थिएन अनि कि ढालेर राख्नुपर्ने कि पोलमा अड्काएर राख्नुपर्ने कि भित्तामा राख्नु पर्थ्यो कि उसको त्यही स्ट्यान्डै नआयो फेरि स्ट्यान्ड पनि नहाल्ने कि उसले पनि कहिले पनि 1 महिनापछि जाँदा पनि नहालेको हुने 6 महिनापछि जाँदा नहालेको हुने ढालेर राख्नुपर्ने अथवा अड्काएर राख्नुपर्ने थियो उसको अनि त्यस्तै पहिलाको स्ट्रगलको कहानीहरू अब जस्तै अब रबार्समा जाँदाखेरि सुरुमा त मेरो ब्याटल थियो नि त उसको ब्याटल थिएन उसलाई छिर्न दिएन कि रोक्यो टिकट काट्नुपर्छ भने टिकटको खै कति 200 हो कति रुपियाँ चाहिँ त्यही 200 रुपियाँ नभयो 50-60 20 रुपियाँ उठाएर सबैजनासँग उठाएर उसको 200 रुपियाँ दिएर अनि टिकट काटेर भित्र छिराएको त्यस्तो कुरा भएको थियो कि अस्ति चाहिँ आमा बालेनले देश बनाउँछ साक्षी मेरो श्रीमती छिन् मलाई चिन्ता छैन हेरौला तेरो यो चुरी पुरी कति दिन टिस्छ म पनि हेरौला